साथीहरु आज चाहिँ मैले पास्ता रेडी गर्दैछु छोरीको टिफिनको लागि। बीटरुट, बीन्स, लसुनको पत्ता र फूलगोबी अनि यो चाहिँ टमाटरको पेस्ट हो। अनि मैले कराई बसाइसकेको थिएँ अघि नै, तातो हुँदै गरोस् भनेर म यसमा ओइल एड गर्दैछु। अब मैले चाहिँ ओइल हालेँ अनि अब फर्स्ट टाइम भोइस ओभर दिँदैछु, त्यही भएर अलि मिलिरहेको छैन। थोरै जीरा पनि पड्काएँ अनि अहिलेको भेजिसहरू अनि स्वाद अनुसार नुनहरू आफ्नो हिसाबले खोर्सानीको धुलोहरू हाल्नुस्। मैले सोया सस थोरै लगाएको छु। मैले त्यो नुनहरू हालेको चाहिँ खिच्न बिर्सेछु कि, त्यही भएर हो। अनि हल्का पकाएपछि अनि पास्ता एड गर्ने। पास्ता चाहिँ मैले अगाडि नै बोइल गरेर राखिसकेको थिएँ। अनि मजाले चलाउनुहोस् यसलाई राम्रोसँग, सबै भेजिसहरू मिक्स हुने गरी, नुन मसला मिक्स हुने गरी चलाउनुहोस् र एकछिन छोडिदिनुहोस्। अनि मैले चाहिँ यता एग पनि पोच हुनको लागि बसाइसकेको थिएँ अर्कोतिर। यो चाहिँ यतिको भयो। अनि मैले यसमा चाहिँ आज फर्स्ट टाइम थोरै दुध एड गरेको छु। दुध एड गर्दाखेरि चाहिँ तपाईको कराई एकदम लो हिटमा हुनुपर्छ, अनि त्यही भएर फाट्दैन। चाहिँ रेडी भयो। अनि अन्डा माथिबाट राखेँ अनि एउटा मिन्ट त्यसको पत्ता चाहिँ गार्निसको लागि राम्रो देखियोस् भनेर राखेको माथिबाट। अनि यसको हल्का सेन्ट पनि आउँछ अहिले खोल्ने बेलामा बिटको, त्यही भएर। अनि अब टिफिनमा हाल्दैछु। टेस्ट मिठै भएको थियो। दुध पहिलोचोटि हालेको मैले पनि ट्राई गरेको, राम्रै भएको थियो। यस्तो नमिठो भएको थिएन, तर फाट्न दिन चाहिँ हुँदैन। अनि जाँदै थिएँ अनि हाम्रो पल्लो घरको सिम्बा चाहिँ जहिले भागिहाल्छ। अनि आज पनि भागेको थियो क्यारे, थाहा पाउनु भएन होला। अनि ढोका बन्द थियो। अनि गेट बन्द भएपछि मैले अनि त्यहाँ घन्टी बजाइदिएँ। अनि उहाँहरू आउनुभयो अनि यसलाई लानुभयो भित्र। गएँ टिफिन पुर्याउनलाई। अनि ब्रदरलाई टिफिन दिएँ मैले चाहिँ। यस्तै हो आजको सानो मिनी भ्लग। अनि यो चाहिँ कति राम्रो फुल फुलेको छ त्यहाँ बोर्डिङको छेउमा। मेरो छोरा पनि बोलिरहेको छ साइडबाट। अनि यस्तै हो।